साला मोटीले नि हान्नु हानु साला केटाहरू जम्मा पारेर यसलाई नहानी भएन अब कहाँ गयो केटाहरू आउँदैन त्यतिखेरसम्म मालेर आउँछु भन्थ्यो मोटीलाई त हान्ने हो मा ओहो लट्टे ब्रो के छ खबर एकदम ठिक छ ल बसौँ कत्रो टाइम लगाइदिएर आउनु बसौँ ल चुरोट पनि सक्यो यार गर्दै परिँदै माल ल्यायो होइन माल चेन्ज रोड ल ठिक छ ल भरौँ न ल यार दोस्त कस्तो मलाई अस्ति त मोटेले कस्तो हानेन यार को मोटे अझै जिउ दुखिरहेछ कसम त्यसलाई हान्नु पर्यो क्या धोबी हान्नु पर्यो यार दोस्त यार मलाई त्यो मोटेले यार गिदी हलिने गरी हान्यो नि यार अस्ति यार को मोटे साला त्यही रोजीको दाइ के रोजीको दाइ कहाँ बस्छ बस्ने त यहीँ हो मेरै घर नजिकै हो तर पनि लास्ट बगाल हान्दियो यार साथीलाई कुटे गरे त नि को मुजीले गर्यो को मोटेले कुटेछ मलाई भन्नु त साला त्यही रोजीको दाइ त्यो मोटे साला छ नि त्यो अहिले जाम त्यो मुजीलाई कुट्नु पर्यो क्या होइन पहिला माल त खाम यार माल खाम अनि जाने हो नि त त्यसको धोबी धुलाई हान्नु परिहाल्छ छिटो बनाइहाल न भाइ के गरिआओ भइसक्यो दोस्त सल्काउ आज उसलाई चाहिँ राईको आवाज चखाउने के चखाउने बहुत चखाएगा दम हेन होइन ठिकै हान्ने हो त हान्ने आज ल छिटो गरौँ ल त्यसो भए गएर धोबी हानिहाल्नुपर्छ त्यसलाई हाम्रो गाउँको विकास पनि यस्तो छ बाटो अब मान्छे हिँड्ने बाटो छैन पहिले विकास हुन्छ पहिले गाडी हिँड्छ यो बाटोमा यहाँका नेताहरू के गरिरहेछन् केटाहरूको ताल लफङ्गा छ हे भगवान् आफ्नो त उमेर जान लाग्यो केही छैन कमसेकम अहिलेका युवाहरूले त केही गर्नुपर्छ नि भन्यो भने हुँदै यो दोष अनि आज गएर त्यसलाई हानिदिनु हो त जाने हो कसलाई हान्ने कुरा गरेका हो को बुढो आयो फेरि हो तिमीहरू अहिलेका युवा पुस्ता मान्छे झगडा गर्ने कुलतमा पस्ने गाजा खाने यस्तो गरेर हुन्छ देश बन्छ यसरी तिमीहरूलाई कसले गर्छ अझ तिमीहरूलाई सम्झाउँदाखेरि मै गलत भएँ यो बुढो धेरै बोलिरहेछ केटा हो साला त्यो मोटेको ठाउँमा आज यसलाई हान्दिने हो क्या हमा तिमीहरूलाई राम्रो कुरा गर्दाखेरि नराम्रो हुन्छ नि नराम्रोहरू के गर्छौ तिमीहरूलाई पुग्न लागेको त बुढो हामीलाई सिकाउँछस् साला कि मोटेको त आफ्नै मान्छे होस् मोटेको म कोही पनि होइन गाउँको मान्छे गाउँमा बस्ने एउटा समाजमा बसिसकेपछि त्यो मान्छे आफ्नो भन्ने पनि हुन्न क्या तिमीहरू पनि त आफ्नै गाउँको मान्छे हौ बुढो हामीलाई तेरो मोटेसँग के दुश्मन छ मोटेसँग उसको हिजो झगडा पऱ्यो रे कहिले हिजो तिमीहरूले कुरो मिलाउने हो कि झगडा गर्नपट्टि लाग्ने तिमीहरू अहिले यहाँ के भन्दै थियौ मैले सुनिनँ भन्छौ तिमीहरू 4 भाइ बसेर यहाँ के गर्दै थियौ मलाई भन त यो कुरा हामी गफ गरिरहेको थियौँ त्यस्तो पनि गफ हुन्छ गाँजा बेर्या छ गाँजा खाछ मान्छे कुर्छु भनेछ तिमीहरू जस्तो युवा भएर देशका युवा भइसकेपछि जनचेतना फैलाउनुपर्छ मिल्नुपर्छ म एउटा कुनै मान्छे लाभा खेलिरहेछ भने पनि तिमीहरूले मिलाउनुपर्छ कि अनि हामी जस्तो बुढासँग आइलाग्नुपर्छ त्यो मोटेले कुटिहाल्छ क्या त्यही भएर त्यसलाई गर्नुपर्छ क्या कुट्नुपर्छ त्यतिकै छोड्ने हो कुटो भनेर कुट्नु पर्दैन रे भाइ अनि उसले चाहिँ किन कुटेको उसलाई कुटो होला उनीहरूको के कुरा मिलाउ अब हामी बसेर मिलाउने हो त्यहाँ होइन त्यो त बसेर मिलाउने हो क्या तर त्यसलाई पहिला कुट्ने हो क्या त्यो कुट्ने मान्छेले कुट्नु पर्दैन
कुट्ने मान्छेलाई कुट्नुपर्छ त मैले बुझेको छु, तर तिमीहरू त्यसरी नजाऊ क्या भाइ हो। भनेको मान, केही न केही तिमीहरूभन्दा म अलिकति पाएको मान्छे हो, त्यो हिसाबले तिमीहरूलाई म भनिरहेको छु, मिल्नपट्टि लाग न, सक्छौ भने मिल। पिण्डा खान लागेको बुढो हामीलाई नसिका, हामी जेसुकै गरौँ, तँलाई के चासो, त आफ्नो बाटो लागिहाल, जा। ए जेसुकै गरौँ ल, जा जा बाटो लाग ल बसौँ। बसु ल दिमाग खराब बनाइदियो बुढोले। साला बुढो धन्दा बचेर गयो साला। फर्केर होला उतै बुझा। साला पिण्ड खाना बुढा आएर हामीलाई ज्ञान दिन्छ साला। तर लास्ट जिउ दुखिरहेको छ यार साला। त्यो रोजीको दाया साला राजुले त्यो मोटेले यस्तो हानेन मा साला। त्यसलाई त भेट्यो भने यस्तो हान्छु नि मा साला। साथी तिमी किन हान्ने, म हान्छु क्या। सुरुमा म हान्छु। तिमी समातेर न, म हात मान्छेलाई नकुटेको थुप्रो भएको छ। म हान्छु सुरुमा, म उडी उडी हान्छु क्या। कसरी हाल्यो भने त्यसलाई गर मिलाएर हानौँला न हिँड ल। कहाँ भेटिन्छ आज त्यो साला राजमा साला। म हान्छु साथी त्यसलाई, हान्छु म उडी हान्छु है। छोड्दिन आज के। कताबाट आएको प्रीति? तिम्रो भाइ त लास्टै बिग्रेछ त। के भएछ हो मेरो भाइ चाहिँ त्यस्तो? यहाँ माथि केटाहरू जम्मा गरेर गाँजा खाएर मसँगै झगडा गरेर अहिले म रातलाई कुट्ने कुरो गरिरहेछन्। त्यस्तो त होइन ला काका, मेरो भाइ त्यस्तो नराम्रो नै थिएन। अब आफूलाई थाहा हुँदैन हेर नानी, मैले प्रत्यक्ष देखेर मलाई लङ्गन झङ्ग पारेर मलाई पिटुम र मारुम गरेर अनि म उताबाट घुमेर भागेर आएको। केटाहरू उहाँ पुरै 3-3 केटाहरू गाँजा खाएर बसिरहेछन्, म रातलाई कुट्छु भनेर गरिरहेछन्। नानी के हो त्यसलाई जति सम्झाए पनि लाग्दैन काका, के गर्ने हो, मैले कति सम्झाइसकेँ। हो प्रीति, मलाई पनि त्यस्तै शङ्का लागिरहेको थियो। देख्यौ नि, तिम्रो साथीलाई पनि शङ्का लागेको रहेछ। मैले भनेको कुरा सत्य लाग्यो भनेदेखि सत्य लाग्यो। अब गाउँ समाज बोटालेर, अब जान्ने बुझ्ने मान्छे बोटालेर नानी हामीले केटाहरूलाई सुधार्नुपर्छ, अगाडि बढाउनुपर्छ। लफङ्गा भएर हिँडेका छन्, जे भेट्यो त्यही खाएछन्, जहाँ पाती झगडा गरेका छन्, भरे एउटा मर्ला, तिम्रो भाइ मर्ला, अर्को मर्ला, हामीलाई समस्या हुन्छ नानी। भोलि समाजलाई के जवाफ दिने? त्यो भएर आज नै एउटा समाज भेला गरेर एउटा निष्कर्षको कुरा निकाल्नुपर्छ नानी। म यति भन्छु, अरू कुरा आफै बुझ्नु। मलाई अलि हतार छ ल, म गएँ ल नानी हो। भाइलाई सम्झाऊ है ल। ल ल नानी ल। यसलाई भन्दा उसलाई आफै माथि गाई लाग्छ। तैँले गाउँमा गएर कोसँग झगडा गरे? कोसँग झगडा गरेछ त मैले? झुट बोल्छस्? साँचो बोल। मैले झुट बोले? तँलाई कति सम्झाउनु, जति सम्झाए पनि लाग्दैन। गाजा गएर आएको छ। दिदी भयो छोडिदिनु। किन हानेको? ओइ के गर्नु त? भयो छोडिदिनु। ए मलाई लास्टै रिस उठेको छ के? यस्तै बिग्रेर हिँड्ने हो त घरको सानो मान्छे भएर? के त गर्नु मैले तँलाई, केलाई सम्झाउनु? अहिले धेरै नबोले अहिले। दिदी हो जे भयो भने बोल्दा के हुन्छ त? तँलाई सम्झाएको नि। छोडिदिनु। राम्रोसँगले अलिक बुझ्ने कोसिस गर्न सम्झाउँदाखेरि त जहिले पनि लाग्दैन। के गर्नु? पक मेरो मात्र गल्ती देखि छैन, अरूको गल्ती चाहिँ देखिन छैन। पक यो फेरि कहाँ हिँडेको? नगर है अहिले। अहिले मेरो पछिपछि नआइज नि अहिले। के गर्दा नि नसुध्रिनु भयो। त्यही त भने के, यो त कस्तो भयो भने चाहिँ उठ्को। सारू सुन न, मेरो भाइलाई जति सम्झाए पनि लाग्दैन कि तिमीले कस्तो बिग्यो भनेको। त्यही त भने है। सारू आउ न त। तिमी जाँदै गर ल, म एकछिनमा आउँछु। अस्ति यत्रो बेर भइसक्यो मैले कुरेर बसेको। म साथीसँग आइरहेको थिएँ कि त्यही भएर ढिलो भयो। आऊ न त्यहाँ यता बस्छ। अनि अरू भन्नु?
अरू भन ठिकै छ यस्तै हो अनि अरू भन तिम्रो नयाँ नौलो कुराहरू ठिकै छ मेरो त सँगसँगै छ अनि खाना खायो खायो तिमीले खायो मैले खायो अरे ए अनि अरू भन अनि त्यस्तै त हुने हो के हो धेरै दिनपछि भेट्न बोलायो त मलाई त तिमीलाई फोन गरेको फोनै लागेन मेसेज छोडेको रिप्लाई नै आएन अनि त्यस तिम्रो साथीलाई गर्दै साथीले खोइ कता गएको छ भन्नु थाल्यो अनि यतै आइबस्थ्यो तिमी अनि त्यही भएर आएर यसो भेटिन्छ कि भनेर आएको भेट भयो आज तिमी मलाई माया गर्छौ र तिमीलाई ज्यानभन्दा बढी तिमीलाई म माया गर्छु के हो तिमी त लट्टेकोसँग त्यो गर्छौ क्यारे त्यो लट्टेसँग गाजा त्यो खाँदै लठारी देखिन्छौ क्यारे मलाई त त्यस्तो मन पर्दैन नि कहाँ त्यस्तो कसले भने तिमीलाई यो कुरा चाहिँ कहाँ त्यस्तो म छैन नि त्यो लट्टेलाई त गाउँभरि कसैले पनि मन पराउँदैन पुरा काट्दै हिँड्छन् म त त्यहाँ बाटो पर्दाखेरि बोलेको पो हो त कहाँ त्यस्तो छैन मेरो गजेरीको सङ्गत गर्नु हुँदैन हुँदैन ठिक लाग्दैन मलाई त मन पर्दैन त्यस्तो मान्छे त मलाई पनि त्यस्तो छैन म पनि पराएको मान्छे म यस्तो गर्छु त नि के थाहा आजभोलि केटाहरूको भारी हुँदैन तिमीले पनि त्यस्तो भनेछ नि अरू कसले गर्छ त मलाई अनि तिमीले पनि विश्वास गरेन भने अरू कसले गर्छ भन त कि मेरो विश्वास छैन र तिमीलाई के विश्वास आजभोलि केटाहरूको मैले तिमीलाई राम्रोसँग सम्झाएको छु फेरि पनि त्यो लट्टेको सङ्गत गर्यो भनेदेखि म त तिमीसँग बोल्दिनँ नि मेरो म त विश्वास तिमीलाई माया गर्दिनँ नि मेरो विश्वास लाग्दैन र तिमीलाई जाउँ न ढिलो भयो भने एकछिन बसौँ न एकछिन गफसफहरू गरौँ जाउँ जाउँ त्यो ढिलो भइसक्यो मेरो साथीले पर्खिरहेको होला जाउँ बसौँ न एकछिन गफ जाउँ न ढिला भइसक्यो जाउँ अनि बसौँ न के जाउँ ढिलो भइसक्यो प्रीति गइसक्यो साथी मार्छ मलाई साथीले गयो भने एकछिन हामीले गफसफ गरौँ फेरि कहिले भेटिने होइन जाउँ न जहिले अशान्ति नै अशान्ति हुन्छ घर जाउँ भने बुढासँग झगडा परेर हिँडेको छु अन्त जाउँ भने पनि जाने ठाउँै छैन बिहे गरेको पनि 2-4 वर्ष भयो बच्चा पनि भएको छैन अरूको सन्तानहरू घरभरि छन् हाम्रो छैनन् त्यही भएर पनि बुढालाई पनि मन दुख्दो झगडा परिहाल्छ सधैँ त लिन आउँथ्यो हो खोज्दै आउँथ्यो आएन आए त जान्थे भने आउँछन् थाहा छ मलाई कुरेर बस्छु एकछिन दङ्ग्याउँछु अनि जान्छु लिन त आउनुपर्ने हो सधैँ त खोज्थे हो साँच्चै मन मारेछन् कि क्या हुन त मलाई पनि हिर्काइरहेछन् नि त मेरो पनि त मन दुखेको छ लिन आएछन् भने जान्छु एकछिन त नर्खटा देखाउँछु किनभने सम्झिँदा नि दुख्छ अलि तन्काउने हातमा भनेको कुराहरू केही नसुन्ने कता चाहिँ गयो होला टाढा चाहिँ गएन होला यो यही माथिर हुनुपर्छ नि कहाँ गएछ पक्कै यो डाँडातिर हुनुपर्छ ए त यहाँ पो आएर दङ्गाएर बसेको छस् घर नजाने किन आएको यहाँ खोज्नु आएको नि म किन आएको यहाँ जहिले कुट्यौ त मलाई तिमी किन भनेको कुरो टेर्दैनस् तिमी मलाई तिमीसँग जिन्दगी बिताउनु छैन मलाई चाहिँदैन अब तिमी कहिले नि तिमी जाऊ यहाँबाट किन सधैँ दन गएर मात्रै हिँड्यौ त्यसरी घरबाट जहिले यतिर आएर बस्दिने खोज्नु पर्यो मैले किन मलाई कुटेको चाहिँ किन तिमीले भनेको कुरो मान्नु पर्यो नि त कस्तो मानेन के मानेन जहिले कुटेको छ जहिले धम्काएको छ जहिले म चाहिँ तलै बस्नु पर्ने हो नि घर व्यवहार कस्तो छ के छ सबै बुझ्नु पर्छ अबले यसरी दङ्गाएर हिँड्ने यसरी हिँड्नु मिल्छ मलाई शान्तिले घरको मान्छे भएपछि तिमी जाऊ जाऊ त्यस्तो कुरो नगर अब के छ जाने कि के गर्ने आज म जान्न म लिन आएको खोज्न आएको म ल के गर्ने जान्न ल कुरुक्क हिँडिहाल घर जान्न घर हिँडिहाल जान्न
छिटो मैले खोज्दै आऊ भनेर हिँडेको थिएँ। खोज्नु परेन, घरको मान्छे भएपछि खोज्नु परेन। तिमी जहिले पनि तन्काउने, यतातिर कहाँ कहाँ बस्ने, लुक्ने, हिँड्ने, त्यसो गर्न मिल्छ? थाहा रहेछ त, माया त लाग्दो रहेछ त। ल हिँड ल, जे हुने भइहाल्यो। ल हिँड, घर हिँड। म जाँदिनँ। ल हिँड छिटो। एक जाँदैन, दुई जाँदैन, तिन जाँदैन? कति माया लाग्छ मेरो? लागेर त खोज्न आएको त। होइन, तिमी केही स्वार्थ पुरा गर्न आएको। तिमी जहिले पनि तन्काएर त्यसरी हिँड्नु मिल्छ? कुट्नलाई लिन आएको? कुट्नलाई होइन, तिमीलाई खोज्न आएको म। अब जाउँ हिँड घर है। नजानु। जे हुने भइहाल्यो, मान्छे भएपछि गल्ती भइहाल्छ होइन। अब नरिसौ, ल घर हिँड। लगेर कुट्नुहुन्छ होला? कुट्दिनँ, अब पहिला जे हुने भयो। अब कुट्दैन म। पहिला कस्तो छ त्यस्तै गरी राम्रो गरी बस्ने। अब घर हिँड। मैले खोज्दैसम्म खोइसकेको छ। तिमी यहाँ डाँडातिर आएर बसिरहेको रहेछ। ल हिँड घर। अब केही स्वार्थ पुरा गर्न लिन आएको त होइन। त्यस्तो होइन के, मान्छे भएपछि हरेक गल्ती हुन्छ के, त्यस्तो कुरो गर्दै नगर्न तिमी। ल हिँड अब। कसम माया गर्नुहुन्छ अब? कसम गर्छु। ल घर हिँड, जे हुने भइहाल्यो है। ल हिँड। अबदेखि नकुट्दैन मलाई ल। कुट्दैन के, कुट्दैन बुढी, जे हुने पहिला भइसक्यो के। अब त्यस्तो हुँदैन के। जग्गा पो बेच्नु पर्ने छ। हेलो, ए साउजी, तपाईँको त जग्गा मैले कुरो गरेको छु। एकजना मान्छे हेर्न आउनु भएको छ। मैले चाहिँ 35सम्म भनेको छु साउजी होइन। त्यसलाई चाहिँ मिलाएर चाहिँ तपाईँले मलाई 5 दिनुपर्छ हेर्नु आनाको। म 30मा तपाईँको जग्गा गर्छु। मैले उसलाई 35 भनेको छ है साउजी। त्यो कुरो चाहिँ फेरि कसैलाई नभन्नु नि तपाईँले। फेरि 3सम्म पो हुन्छ त फेरि भन्नु थाहा पायो भने त। अनि कमिसन खानु पऱ्यो। अब मेरो पनि दुःख छ। हुन्छ साउजी, ल भोलि पर्सि म आएर भेट्छु। होइन, यो मुना मदनको जोडी कताबाट आएको है? बाबा कस्तो नि मस्किएको त आफ्नो त छँदै हो। यो मुना मदनको जोडी त अस्ति अनि गाडाङगुडुङ भएर झगडा परेर अनि मनामा नि माइततिर गएको थियो अरे। आज त बुढाबुढी चट्ट मस्किँदै आएको छ। होइन कुरो के हो है? कहिले काहीँ घरको झगडा त भइहाल्छ नि भाइ। त्यो केही होइन कि शान्ति, जसको नि हुन्छ नि त्यो त। हुनु त हो। त सुन न साँच्ची, अस्ति यो गाउँमा लट्टे, यो प्रीतिको भाइ लट्टे, यो उत्पातै बिग्रिएको छ अरे। अस्ति मसँग पनि झगडा जोड पऱ्यो। त्यो केटा लास्टै बिग्रेछ है। हुँदैन हुने भएछ दाजु हेर्नु। त्यो केटालाई सुधार्नु पर्ने भयो। त्यसलाई चाहिँ हामी गाउँ समाज सबै मिलेर, टोल समाज मिलेर चाहिँ सुधार्नु पर्ने पक्ष थियो। हुन त फेरि आफ्नै मान्छेको भाइ के गर्नु। मसँग नि अस्ति पुरै लातमारी झगडा परेर त्यसलाई चुटेर हटाएर मेरो बुइनी चिस्किएको छ क्या। त्यो त्यतिसम्म फटाएर हरामी निस्किएछ हेर्नु। गाउँ समाजमा छोरीचेली जोगाउनै गाह्रो हुने भयो। केटो के साह्रो उपद्रव पनि लास्टै उपद्रव पो भयो त। खत्तमै भयो। लट्टे पनि साह्रै बिग्रेछ क्या यो गाउँमा। केटो हुँदै नहुने राम्रो सिल्ली भएछ। उहाँ तोप हानेर त के भन्छ र वाटर गन तर हानेर मसँग भिड्न। मेरो बहिनीमा तरकारी नछोडेमा बेटा झगडा पर चिस्काइदिएछ। अस्ति मैले पनि देखिरहेको त्यही त अनि चिस्काइदिएछ त्यसले। म बहिनीमा तरकारी झरेर हान मैले गाली गरेको। अब रोजी कहाँ गयो अब न फोन लाग्छ। अब तिनलाई सुधार्नेपट्टि लाग्नु पर्यो नि त। अब होइन कचेडी छ, अलिकति ट्यापे टाइपको छ, सङ्गत त्यस्तै छ नि त तिनको। ओहो, मैले पनि अस्ति भर्खर चुरोट खाएको देखाएको थिएँ त्यो मान्छे। चुरोट मात्रै हो त बुढा, उसले बम्फू हान्छ अरे। बम्फू तिमीले नि खान्छौ र? मैले खाँदैन। मैले चाहिँ देखाएको थिएँ कि त्यो लट्टे भाइलाई अस्ति। त्यही त त्यो भाइले उल्के गरो। त्यो गाउँमा अलिकति त्यो हाम्रो गाउँको अब त्यो हाम्रो आफ्नै मान्छे हो, गाउँको भाइ हो, झगडा त गर। तर त्यसलाई चाहिँ के गर्नु भने हामी सबै टोल समाज सबैजना मिलेर चाहिँ एउटा सानो छलफल राखेर, गाउँसभा राखेर होइन, त्यसलाई चाहिँ हामीले चाहिँ सुधार्ने पक्ष के हो त्यसलाई चाहिँ हामी सुधार्नुपर्छ। गाउँको युवा केटाहरू, युवा पिँढी बिग्रियो भने चाहिँ यसरी चाहिँ समाजतिर धकिलिनु भन्दा पनि होइन, हामीले चाहिँ सबैजना गाउँको सबैजना क्या सबै परिवेश मिलेर चाहिँ गर्नुपर्छ। अब हाम्रो गाउँको अब मुखिया साहब हुनुहुन्छ, उहाँहरूसँग सल्लाह गरौँ होइन। तिमीलाई त जसरी पनि सुधार्नै पर्छ। हामी सबैजना मिलेर त्यसलाई चाहिँ कसरी हुन्छ सम्झाउनतिर लाग्नुपर्छ है। त्यही त प्रीतिको पनि अब त्यो आफ्नो भने पनि बाउ भने पनि आमा भने त्यही एउटा भाइ, त्यही भाइ भनेर अहिलेसम्म गरिरहेको छ। बिचरा पीडामा छ, पीडामा पनि छ। अब त्यो पनि हो। अब त्यो बिग्रेछ त्यसलाई चाहिँ हामीले अलिकति सुधार्ने पाटोतिर होइन हामी सबैजना मिलेर चाहिँ गर्नुपर्छ होइन। अब टोल छिमेक छरछिमेक सबै कुराहरू यस्तै हो होइन। सबै कुरा हामी अब
जान्छौँ ए हस् हस् ल ल हस् लाग्छ हामी है त ल पछि भेटौँ ल हस् हस् नसुध्ने नि हो बस भिड्छु भन्छ खालि केटाहरू सबै यस्तो भएर सबै के हो नि मैले अस्ति के छौ केही पनि हेर्न भन्नु न के छौ भने मैले बुझेन नि ओहो पिस्टो साथ ल के छ एकदम ठिकठाक छ हेर्नुहोस् गाउँमा सबै कुन हो त खै जग्गा कुन जग्गा यही हो हेर्नुहोस् है जग्गा चाहिँ यो चारकुने रुमाल जस्तै छ हेर्नुहोस् मैले आनाको भाउ चाहिँ तपाईँको 40 जग्गा छ तपाईँले लिने भएपछि त म कुरा मिलाएर साउसँग कुरा गर्छु कति आन्छ त्यस्तै छ आना त कि नक्सामा हेर्नु न यहाँ नक्सा पनि ल्याएको छु मैले यहाँ हेर्नुहोस् कि यहाँ नक्सा ल्याएको छ यो छ नि यहाँ यहाँबाट यो सर गएपछि उता भित्तासम्म आसी हेर्दै टक्क चारकुने रुमाल जस्तो छ हेर्नु जग्गा बाटोलाई कति छोड्नु पर्छ बाटो तपाईँको 10 फिट छोडिसकेको छ हेर्नु है कानुनी सबै कुराहरू प्रक्रिया पुगेको छ तपाईँको अझ आनाको भनेको तपाईँको यहाँ 40 चलेको छ अब तपाईँले लिने नै हो भने त नि विष्टजी होइन तपाईँले म तपाईँको 35 मिलाइदिइहाल्छु नि किन टेन्सन गर्नुहुन्छ यस्तो चारकुने रुमाल जस्तो जग्गा चाहिँ काठमाडौँको छेउमा कहाँ पाइन्छ हेर्नु त बाटो काटेर दिन्छन् कि बाटो नकाटिदिन्छ बाटो काटिसकेको छ विष्टजी टेन्सनै गर्नु पर्दैन बाटो छोड्नु पर्दैन पर तपाईँको चारकुने रुमाल छ नि यहाँदेखिको यहाँसम्म यहाँबाट यहाँ उयो भित्र यहाँ आएपछि तपाईँको चारकुने रुमाल जस्तो जग्गा छ होइन अहिले यो जग्गा फुत्काउनु भयो भने विष्टजी हुन्छ के भन्छ यो तपाईँको जग्गा छोड यो चाहिँ तपाईँ लिनु भएन भने चाहिँ तपाईँको यो हातबाट जान्छ है विष्टजी यहाँ अर्कोले पनि भन्न चाहिँ भनिरहेको थियो होइन अब हजुरले लिने हो भने त मान्छेको म कुरै फोनै उठाउँदिनँ क्या विष्टजी यो जग्गा यही हो हेरिहाल्नुभयो होइन चारकुने रट्ट रुमाल जस्तो छ काठमाडौँको छेउमा यहाँबाट सरर गयो आधी घन्टा 15 मिनट आधी घन्टा पुगिन्छ काठमाडौँ बजार तरकारी चट्ट लिएर आयो घर यहाँ टक्क बनायो हेर्नु त रोड पनि नजिकै छ जग्गा यही हो बिस्टा जग्गा र यहाँ हेर्नु नि आई यही छमा टक्कै छ हेर्नु न यहाँ यो जग्गा मिलिया जग्गा झन् चाहिँ अलिकति भाउ अलिकति मिलाएर ल म तपाईँको पक्का भएँ सुन्नु न अब अरूलाई त 40 भनेको छ हेर्नु है तपाईँलाई मैले 35 सम्म चाहिँ गर्न सक्छु क्या किनकि तपाईँसँग मैले कमिसन खाने मैले 100बाट खाने हो कमिसन होइन तपाईँको मैले 40 मा तपाईँले 40 भने तपाईँ 35 सम्म चाहिँ म मिलाउन सक्छु क्या विष्टजी ल ठिक छ यो जग्गा यो चारकुने रुमाल जस्तो जग्गा छ क्या यो यतिको जग्गा छ नि विष्टजी यो कसैले यो काठमाडौँ भ्यालीमा कसैले पनि छ नि मिलाउनै सक्दैन क्या मैले साउदीसँग अब किन साउदीसँग मेरो राम्रो लिन्छ नि त अझ त्यो हाम्रो एउटा गाउँमा छ एउटा अर्को तलै त्यो तलै थाहा पायो भने तपाईँको झन् खतमै बनाउँछ हेर्नु होइन तपाईँलाई म आफ्नो मान्छे भनेर कन्ट्याक्टमा भएको हुनाले तपाईँलाई मैले चारकुने जग्गा हेर्नु त यहाँ टट्ट हेर्नु त ल यस्तो दामी ठाउँ छ हेर्नु त काठमाडौँको यस्तो दामी भ्यू देखिन्छ हेर्नु है त जग्गा चाहिँ मलाई नि मन पर्यो है सकिन्छ सर अझै मिलाउनु होइन 40 सुन्नु न यो 40 भनेको जग्गा छ नि त म हेरिहाल्छु नै यसले घटाउनु यसले मिलाउनु सकेसम्म मिलाउनु जग्गा चाहिँ मलाई मन पर्यो होइन तपाईँको त्यो फेरि यस्तो क्या विष्टजी मैले 40 भने जग्गा 5 घटाएको छु हेर्नु होइन मैले साउदीसँग कमिसन पनि धेरै राखेको छ नि तपाईँसँग मैले कमिसन नलिउँ भनेको छु होइन तपाईँको 35 सम्म भनेको छ अब म त्यसमा चाहिँ तपाईँको थोरै मिलाउन पनि सक्छु होला म कोसिस चाहिँ गर्छु होइन अब यो जग्गा यो 6 नम्बर किता हो हेर्नु है 4 आना के 6 आना जग्गा छ हेर्नु चारै कुना मिलेको रुमालै जस्तो यो जग्गा तपाईँले हातबाट फुत्काउनु भने चाहिँ विष्टजी यस्तो जग्गा चाहिँ कहीँ पनि पाइँदैन है हेर्नु है यस्तो राम्रो जग्गा छ नि तपाईँको एकदम राम्रो लाग्यो मन पर्यो तपाईँको यो काठमाडौँको भ्यूमा छ नि कहीँ कतै केही छैन हेर्नु त यहाँ बाबा यतिको जग्गा पाए त मै किन्थेँ मसँग पैसा पो नभएर हो त विष्टजी 35 भने ठाउँ अलिकति घटाएर ट्याक्क मिलाउनु म 25 जति मखा छ अहिले होइन हौ विष्टजी अनि तपाईँलाई म हेरौँला नि हेर्नु यस्तो दामी जग्गा छ यहाँ जग्गा यहाँ यस्तो यहाँ चाहिँ सट्ट यहाँ आएको छ हेर्दै अनि चट्ट यो बाटो छ यहाँ यस्तो दामी बाटो छ यहाँ टक्क घरमा टक्क माथि कौसी यहाँ बस चट्ट हेर्नु काठमाडौँ सहर कस्तो दामी देखिया छ यहाँबाट यस्तो दामी ठाउँ पाइँदैन क्या तपाईँ भएन सकिन्छ आज मिलाउनु होइन तपाईँको नसक्दै नसकेपछि अनि विचार गर्नु होइन म तपाईँको यो जग्गा चाहिँ विषय चाहिँ धेरैजनाले क्या धेरैजनाले मलाई फोन गरेको धेरै किचकिच गरिरहेको छ नि यो जग्गा मिलाइदिनु पऱ्यो ऊ जग्गा मिलाइदिनु पऱ्यो भने फोन पो आइरहेछ यो जग्गाको रहेछ मैले यो फोन उठाइन हेर्नु है हजुर जग्गा यो लिने नै हो भने म तपाईँलाई यो जग्गा चाहिँ ठ्याक्क हेर्नु विष्टजी म ठ्याक्क तपाईँको यो चारकुने जग्गा चाहिँ कहीँ पाइँदैन है काठमाडौँमा चाहिँ कहीँ पाइँदैन विष्टजी यस्तो दामी जग्गा छ नि तपाईँको भन्नै पर्दैन नि यस्तो चारकुने दामी जग्गा चाहिँ पाइँदैन है ल ठिक छ अरूलाई मैले ल्याउँला अरूलाई 40 भनेको छ क्या विष्टजी होइन 40 भनेको छ
होइन यहाँ न टक्क यस्तो छ ठिकै छ तपाईँ यो लिने हो भने होइन म साउजीसँग कुरा गर्छु यो जग्गा तपाईँ लिनु गरौँ है अब ठिक छ तपाईँ लिने नै हो भने त म यसअलि टाइम म हेर्न लागिहाल्छु नि साउजीले तपाईँ टेन्सन नगर्नु बिस्ताजी जग्गा चाहिँ यही हो हेर्नुहोस् है जग्गा चाहिँ साह्रै मन पर्यो यस्तो दामी जग्गा छ दामी जग्गा छ होइन ल बिस्ताजी जग्गा यही हो होइन अब तपाईँ म साउजीसँग कुरा गर्छु अब 6 नम्बर कि त यो जग्गा हो होइन तपाईँलाई म फोन गर्छु यो जग्गा चाहिँ तपाईँको भातबाट नपुग्नु बिस्ताजी ल ठिक छ ल अब हामी अहिले छुटौँ होइन जग्गा यही हो धेरैजनाले भनेको छ ल तपाईँले लिने हो भने चाहिँ मैले यो नक्सा तपाईँलाई दिएँ त्यो नक्सालाई घरमा सल्लाह पनि गरौँ ल मलाई अरूलाई नदिनु है त ल बिस्ताजी लाग्यो त ल म लागेँ है त बिस्ताजी ल बिस्ताजी है त लाग्यो ल है त ल बिस्ताजी ल मेरो अन्त जग्गा सग्गा मिलाउनु छ ल तपाईँलाई कुट्न नजान्ने त मलाई कुटे बेला आँखा देख्नु भएको थियो त्यस्तो नभन्नु न कहिलेकाहीँ त्यस्तो त भइहाल्छ नि अझै रिसाइरहेको हो छैन अबदेखि चाहिँ हामी झगडा नगरी बस्नुपर्छ है ल ल बुढाबुढी मिलेर यो गाउँको एउटा नमुना बन्न बस्नुपर्छ है भित्र गएर खाना बस्नु गएर भात खुट्टा धोएर